हेर्दाखेरि नजिक आउँदा पसिना गनाउँछ है, तर भ्रष्टाचार गनाउँदैन है, देश बेचेको कुरा गनाउँदैन। हामी हाम्रो नजिक आउँछ है, हामी त्यस्तो तपाईँको छैन प्योर र त्यस्तो छैन तपाईँको अर्गानिक होइन, तपाईँको छैन भन्छ नि अहिले अर्गानिक देशभक्त मान्छेहरू हौ भन्ने म दाबी गर्न चाहन्छु। यहाँहरू सबैजनालाई धेरै कुरामा राखेर भुलाइराख्न चाहन्न। श्रम संस्कृति चुनाव चिन्ह माथमा यहाँहरूले भोट हालिदिनु होला र हामीलाई चाहिँ त्यहाँ पुऱ्याइदिनु होला। हामी तपाईँहरूको खेतबारीमा आएर बस्छौँ होइन, कागज गर्न सक्छु, नेपाली कागजमा लेख्नुहोस्, कागज ल्याप्च्यान्न सक्छु। तपाईँहरूको खेतबारीको समस्या नबुझिकन कृषि नै सबभन्दा ठुलो उद्योग हो भनेर अघि बिहान एउटा स्टेटस लेखेको भाइरल भइरहेको छ। मलाई जे बोल्दा पनि भाइरल हुन्छ म है। कृषि नसचिकन केही पनि सचिँदैन, किनभने हामीले लगाइराखेको लुगासम्म पनि कच्चा पदार्थ कृषिबाट आउँछ, त्यो माथि आकाशबाट बर्सी झरेको कुरा होइन है। त्यसले गर्दाखेरि कृषि नगरिकन उद्योग बनाउ के अरे औद्योगिकरणमा देश जाँदैन। त्यसो भएको कारणले गर्दाखेरि कृषिको समस्या के हो, खेतबारीमा होइन। हाम्रा साथीहरूलाई म खटाउँछु, म आफै पनि आउँछु। किसानको समस्या के छ, यता म त थुप्रो खेत देख्छु कि छैन, यता छन् खेत र बारी छैन भनेदेखि त हामी फेरि मरिहाल्छौँ। त्यसले गर्दाखेरि सिँचाइ कहाँ छ, मल कहाँ छ है, तपाईँको छैन तपाईँको अत्याधुनिक प्रविधि कहाँ छ, ती सारा कुराहरूलाई जो गर्छौँ यही नै सबभन्दा ठुलो क्रान्ति हुनुपर्छ है। हामीसँग प्रशस्त खाने धान त छैन, चामल छैन, ठुलो कुरो गरेर हुन्छ हामीले है। यसो हेरेर मङ्गल ग्रहमा पुग्यो अरे रसिया त उहिले भन्दै बसेर के गर्नु, भरे खाने भात छैन होइन, पहिला खाने भात हुनु पऱ्यो नि टन्ट होइन र। अनि मङ्गल ग्रहतिर खाने भातै छैन, मङ्गल ग्रहको कुरा गरेर हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामी यथार्थमा जिउँछौँ है। त्यतिकै हावामा तपाईँको कुदिँदैनौँ, ह्याँ गरेर कुद्दैनौँ, हामी भुइँतिर हेर्छौँ, आकाशतिर हेर्दैनौँ है। त्यो परम्परा र त्यो संस्कृति हो, श्रम संस्कृति। यहाँहरूसँग लामो संवाद गरेर बस्न मन हुँदै पनि रात धेरै पर्यो, बाटो टाढो छ, हामी जानु पनि पर्ने भएको कारणले गर्दाखेरि यहाँहरू सबैको शुभ रहोस् भन्ने कामनाका साथ तपाईँहरूको जित नै हाम्रो जित हो। तपाईँहरूको जित नभए हाम्रो जित हुँदैन। श्रम संस्कृतिले हामी आफू जित्न आएको होइन, यो दुईजना जित्न आएको होइन है। यहाँ है दमकलाई जिताउन आएको, यहाँका झापा 5लाई जिताउन आएको मान्छेहरू। त्यसो भएको कारणले तपाईँहरूको जित होस् यति भन्न चाहन्छु। तपाईँलाई पनि भेटेर खुसी लाग्यो, सबैजनालाई भेटेर खुसी लाग्यो। मलाई लाग्छ तपाईँहरूलाई पनि मलाई देख्दा खुसी लाग्यो। यति भन्न चाहन्छु। जय होस्, नमस्कार।